सबैजनालाई नमस्कार छ्याजलो। उद्घोषक राजुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो कुराहरू धेरै तपाईहरुले सुन्न लायक थियो, तर धेरै सहभागीहरू बाहिर हुनुहुन्छ। तैपनि म जति छ उहाँले सुनिदिनुहोस्। तमुलो छोदी गुरुङ राष्ट्रिय परिषदका 5औं राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिका अध्यक्ष श्री कर्णबहादुर गुरुङज्यू, प्रमुख अतिथि माननीय सभामुख गइसक्नु भएको छ र अहिले चाहिँ हाम्रो पूर्व मन्त्री नेता देव भाइ हुनुहुन्छ र अन्य विशिष्ट व्यक्तिहरू, विधायकको अध्यक्ष लगायत मञ्चमा आसीन मैले आदर गर्नुपर्ने विशिष्ट व्यक्तित्वहरू, जिल्ला जिल्लाबाट आउनुभएका सहभागी मित्रहरू, तमिलो छोदीका विद्यार्थी नेतागण, उपस्थित दिदीबहिनी दाजुभाइहरू र पत्रकार मित्रहरू। कलाकार सङ्घले बेला बेलामा नाचहरू देखाएर हामीलाई असाध्य मनोरञ्जन दिएछ। शर्मिला बहिनी, दुर्गा भान्जी, राजु उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सर्वप्रथम त म यस महाधिवेशनमा पाल्नुभएका जिल्लाबाट आउनुभएका सबै प्रतिनिधि साथीहरूको म हार्दिक स्वागत गर्दछु। तपाईले सुन्नुपर्ने कुरा के छ भने नेपालको एकीकरण, पृथ्वीनारायण शाहको जुन एकीकरण अभियान थियो त्यो हामी तमुहरूको ठुलो योगदान छ र हामीले एउटा गौरवमय इतिहास तयार गरेका छौँ। त्यसैले सबैको नाम लिन नसकिएला, तर वीर झागल गुरुङ र वंशु लगायत धेरै योद्धाहरूप्रति मेरो श्रद्धा सुमन छ। हामी सबैले श्रद्धाञ्जली दिन आवश्यक छ। तपाईहरु कतिजनाले च्याट जीपीटी चलाउनुहुन्छ? म तपाईलाई प्रश्न गरेँ, च्याट जीपीटी कसले चलाउनुहुन्छ? एकजना, दुईजना देखेँ, तीनजना देखेँ। ल, केही मात्रामा छ। मैले हिजो बेलुका नेपालको एकीकरणमा एकदम योगदान दिने महत्त्वपूर्ण व्यक्तिहरू, योद्धाहरू को हुन् भनेर च्याट जीपीटीलाई मैले प्रश्न गरेँ। त्यसले नौलो मान्छेहरूको नाम दियो। तपाईँ पनि भरे गएर च्याट जीपीटी चलाएर सोध्नुहोस्। भक्ते गुरुङले एकजना, भिरे गुरुङले एकजना, हरिके गुरुङले एकजना र नरबहादुर गुरुङको नाम आएको छ। अब तमु विद्वान साथीहरूले भरे एकचोटि गएर च्याट जीपीटीमा यसो क्रस गरेर हेर्नुहोस्। कतिजना योद्धाहरू रहेछन्। त्यसले गर्दाखेरि तमुहरूको इतिहासको खोजी गर्नु विद्वान मित्रहरूले। हाम्रो इतिहास लेखिएकै छैन। त्यो बाहुनले लेखाएको इतिहास हो। त्यो इतिहास भनेको अधुरो छ, अपुरो छ, अस्पष्ट छ। र हाम्रो इतिहास लेख्नको लागि हाम्रो तमु विद्वानहरू जो पीएचडी डाक्टर साहबहरू हुनुहुन्छ, कुलप्रसाद भाइजी जस्तो विद्वानहरू हुनुहुन्छ, उहाँलाई मैले निवेदन गरेँ। यो एक पक्ष भयो। हाम्रो इतिहासमा कत्रो हाम्रो गौरवमय जनेहरू इज्जत छ भन्ने कुरा, यो कुरा हामी सबैले सम्झाउनु पर्छ कि एकीकरणमा हामी तमुहरूको असाध्य ठुलो योगदान छ। हाम्रो रगतको खोलो बगेको छ। त्यस कारणले गर्दा लड्दा कतिपय दाजुभाइहरू रुम्जाटार, कतिपय कुरो ताप्लेजुङ पुग्नुभयो, कतिपय दैलेख पुग्नुभयो। यसरी गण्डक क्षेत्र र छेरलिएको कुरा हामीले मनन गर्न आवश्यक छ। तमु संस्थादरको ऐतिहासिक पक्ष अलिकति बुझ्न आवश्यक छ। यसरी हेर्दाखेरि 2011 सालमा स्थापना भएको गुरुङ कल्याण सङ्घलाई एउटा आधिकारिक संस्था हो। आधिकारिक संस्थाको रूपमा हामीले लिन सक्छौँ। बिस्तारै तमुहरूको सहरीकरण क्षेत्रमा बसोबास गर्दै गर्दा कहिलेकाहीँ मृत्यु संस्कारमा हाम्रै दाजुभाइहरू बित्दाखेरि काठमाडौँमा मलामी नपाइने अवस्था थियो। मलामी खोज्न पर्ने अवस्था थियो। एक कार्यक्रममा
परिचय नहुँदाखेरि दुःख सुखको कुराहरू हुन सक्ने थिएन र संस्कृति प्रेमी हाम्रो संस्था हाम्रो जुन पुर्खजहरूले यो संस्था स्थापना गरेको सन्दर्भमा त्यो पछाडि रोदी धी आयो, कहिले चाहिँ तमुधी भनेर आयो। यी तमाम संस्थाहरूले गर्दाखेरि पनि 2007 सालसम्म पञ्चायती शासनको जुन अन्त्य छ त्यो बेलासम्म हामीले संस्था गठन गर्न गयौँ जिल्ला प्रशासन कार्यालय यहाँको काठमाडौँमा। तर त्यसलाई के भनियो थाहा छ तपाईँलाई? सबै युवा साथीहरूले आजका भाइ बहिनीले बुझ्न आवश्यक छ, त्यो संस्थालाई साम्प्रदायिक भनिन्थ्यो, मगुराली भनिन्थ्यो, सेता मगुराली भनिन्थ्यो। मगुरु भने तपाईँलाई थाहा भएन, मगर गुरुङ राई लिम्बू भनेर, अनि सेता मगुराली थपियो। त्यत्रो काल रात्रि समयमा 46 सालको जनआन्दोलनमा भाग लिए पछाडि म आफै पनि रहेर त्यसको एउटा तमु बौद्ध सेवा समिति जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेको, म त्यसको संस्थापक सचिव थिएँ। र त्यो पछाडि गएर क्रमशः तमुदी नेपाल आयो, तमु छोन्ती आयो, तमु छोन्तीका विद्यार्थीहरू आयो, तमु राष्ट्रिय परिषद पनि आयो। कहिलेदेखि आयो त? जब 2046 सालको जनआन्दोलन सफल भयो, पञ्चायती व्यवस्थाको अन्त्य भयो, त्यो पछाडि बल्ल जाने हामीले त्यो एउटा अधिकार प्राप्त गरेको कुरा मैले तपाईँलाई निवेदन गर्दछु। अब यसरी विभिन्न संस्थाहरू जाने राजधानीमा खुल्दै जाँदाखेरि सबैलाई हेर्ने एउटा विशाल छात्र सङ्गठनको आवश्यकता हामीले महसुस गऱ्यौँ। र तमु सोन्ती विशाल एउटा सङ्गठन थियो जसको देशैभर थियो। र तमु राष्ट्रिय परिषदमा डाक्टर हर्क गुरुङ लगायत डाक्टर शेखर गुरुङ, डाक्टर ओम गुरुङ, हामीहरूको एउटा बौद्धिक क्षेत्रको एउटा जाने एउटा तमु राष्ट्रिय परिषद संस्था थियो। अब त्यो दुईजनाको बिचमा टकरावले कहिलेकाहीँ जाने गुरुङहरूमा असमञ्जसता अप्ठ्यारोपन ल्याइराखेको अवस्थामा हामीले चितवनमा 2065 साल चैत 16, 17, 18मा चितवनमा तमुलो छोन्ती र तमु राष्ट्रिय परिषदको एउटा संयुक्त अधिवेशन गऱ्यौँ। यो इतिहास आजका युवा साथीले बुझ्नु जरुरी छ। ताप्लेजुङदेखि जुम्ला नेपालगञ्जका कयौँ तमु संस्था प्रतिनिधिहरू हुनुहुन्छ, तपाईँहरूले यो बुझ्न आवश्यक छ, यो जान्न आवश्यक छ। र यसरी हामीले जोड्ने काम गरेपछि एउटै सङ्गठनमा बस्ने व्यवस्था भयो। यसका लागि तमबौद्ध सेवा समितिको योगदान बिर्सन सकिँदैन। किन सकिँदैन भने तमबौद्ध सेवा समिति आदिवासी जनजाति महासङ्घको अधिकारी सदस्य थियो। जब हामी मिल्यौँ, दुईवटा संस्था मिल्यौँ, तमुलो छोन्ती गुरुङ राष्ट्रिय परिषद गठन भयो। त्यो पछाडि गएर तमबौद्ध सेवा समितिको जुन एउटा अधिकारी जुन अधिकार थियो त्यो अधिकार जनजाति महासङ्घमा थियो, त्यो सदस्यता हामीले प्राप्त गरे पछाडि हामीले त्यहाँ हाइकम पनि राख्यौँ। र आज जनजाति महासङ्घमा हामी गुरुङहरूको ठुलो हाइकम छ, ठुलो योगदान छ। डाक्टर ओम गुरुङ त्यहाँको अध्यक्ष पनि हुनुभयो। यसो भनिरहँदा त्यो बेलामा, त्यो मिलनको बेलामा तमुयताको लागि चितवनको जिल्ला समितिले जुन योगदान गरेको, त्यहाँको दिदीबहिनीहरूले हामीलाई खाना खुवाएर माया गरेर, अनि त्यो मिलन नभएसम्म, त्यो एकताको अधिवेशन सफल नभएसम्म तपाईँहरू बाहिर जान पाउँदैनौ भनेर कयौँ साथीहरू गेटमा बस्नुभयो। उदाहरणको लागि टेक प्रसाद गुरुङ जुन नेता हुनुहुन्छ, ल डाक्टर साहब तपाईँहरू बाहिर निस्कने हो भने यहाँबाट लट्ठी लिएर गेटमा बसेको छु भनेकोतिर भन्यो भनेदेखि दिदीबहिनीले खानपिन गरेर हामीलाई चितवनले चाहिँ त्यत्रो माया दिए पछाडि त्योबाट हामी एकताको चाहिँ महाधिवेशन सफल गरेर हिँड्या हो। चितवनवासी, चितवन जिल्ला कमिटीलाई म धेरै धेरै बधाई दिन चाहन्छु। र यसो भनिरहँदा तमु छोन्तीको तत्कालीन अध्यक्ष डाक्टर रेम गुरुङले यस नभनेको भए यो एकता हुने नै थिएन। तपाईँहरूलाई म स्पष्ट भन्छु, डाक्टर रेम गुरुङ जो अहिले स्वर्गारोहण हुनुभयो, उहाँप्रति श्रद्धाजुमन छ। उहाँले यस भनेपछि, लसक्द देखाएपछि एउटा कमिटी गठन भयो। र यसरी जाने हामीले गर्ने क्रममा, त्यो एकताको नेतृत्व लिने क्रममा धेरै साथीहरूले बल गर्नुभयो। म सम्झन्छु डेलमान भाइको चाहिँ दिनरात खटाइ पनि हेर्छु मैले, डिबी दाईको मैले त्यो मेहनत हेरेको छु, प्रोफेसर नारायण गुरुङको त्यो मेहनत मैले कहिले पनि बिर्सन सक्दिनँ। यसरी थुप्रै धरानका जाने साथीहरू हुनुहुन्थ्यो, उहाँले धेरै मेहनत गरेपछि त्यो बल्ल एकताको जाने एउटा
महाधिवेशन सफल भएको हो। त्यसले गर्दा थोरै समय लाग्ला, यो सुन्न जरुरी छ। यो एकताको महादिनपछि हामी धेरै बलिया भएका छौँ, कमजोर छैनौँ। अहिले जनजाति महासङ्घको कुनै पनि कार्यक्रममा गुरुङको उपस्थिति भएन भने त्यो कार्यक्रममा खल्लो हुन्छ भन्ने कुरा तपाईँले सम्झिराख्नुहोस्। हामी गएपछि बल्ल चल्छ। त्यहाँ हाम्रो पहिचानको मुद्दालाई हामी बलियो भएको हुनाले बार बार उठाउन ठुलो ऊर्जा मिलेको छ हामीलाई। हाम्रो महान चाड लोसार पौष 15लाई टुँडिखोलामा आयोजना गर्न भव्य रूपमा मनाउन हामी सफल भएका छौँ। नत्र तपाईँहरू सबैजनाले भन्छु, त्यो टुँडिखेलमा हामीले कुनै कार्यक्रम गर्न हामीलाई अनुमति थिएन, गर्नै पाइँदैन थियो। त्यो सन्दर्भमा हामीले जुन एउटा काम गऱ्यौँ त्यो ठुलो उपलब्धि थियो। त्यसमा असाध्यै मेहनत गर्ने धेरै साथीहरू हुनुहुन्छ, तर यो वरिष्ठ उपाध्यक्ष आरबी गुरुङको ठुलो मेहनत छ। पाखुरै लागेको मानिस त होचौ त देखिहाल्नुभयो, पिर्का लगाएर बोल्या, तर पाखुरो ठेलेकै हो त्यो बेलामा है। त्यसले गर्दा अरू सङ्घ संस्थाले आज टुँडिखेलमा नाच्न पाएछन्, गाउन पाएछन्, भव्य कार्यक्रम गर्न पाएका छन्। त्यो कसले खोल्या त? हामी गुरुङहरूले खोल्या भन्ने कुरा हामीले बिर्सन हुँदैन। र यसरी पहिचानको मुद्दा उठाउने सन्दर्भमा गण्डकी प्रदेशमा तमु भाषालाई अब सरकारी भाषाको रूपमा अगाडि बढाएको कुरो तपाईँले सुन्नुभएको होला। यो एउटा ठुलो सफलता हो। हाम्रो वेशभूषा र रोदी संस्कृति काठमाडौँ, ठम्बेल, पोखरा साँझका रोदी घरमा घन्किएको हुन्छ हाम्रो ड्रेस लाएर। उहाँलाई हामीले आशीर्वाद दिनुपर्छ। हाम्रो कपडा लाएर, हाम्रो ड्रेस लाएर, हाम्रो गीत गाएर मजाले कमाइ गरेका छन्। हाम्रो संस्कृतिको फैलावट भएको छ, विकास भएको छ। यो कसको हो भन्दा गोरीको, यो रोदी भने कसको त गुरुङहरूको। यसरी चाहिँ हामीले के त भने मान सम्मान इज्जतहरू पाएका छौँ। सेवा नै धर्म हो। तर म यहाँलाई निवेदन गर्छु, यस संस्थाको सेवा गरेका मित्रहरूमा फलिपा पनि भएको छ। तपाईँलाई याद गर्नुभएको छ? स्वर्गीय प्राध्यापक सन्तबहादुर गुरुङ आदिवासी जनजाति उत्थान प्रतिष्ठानको उपाध्यक्ष हुनुभयो नि, यही सेवा गरेर भएको। उहाँले धेरै ठुलो योगदान पुर्याउनु भएको छ। आज पनि यस संस्थाका पूर्व अध्यक्ष रेशम बाबु हाल आदिवासी जनजाति उत्थान प्रतिष्ठानको अध्यक्ष भएर कार्यरत हुनुहुन्छ। हाल उहाँ चीनमा जानुभएको छ। उहाँले यो संस्थामा धेरै सेवा पुर्याउनु भएको थियो। मैले त भन्थेँ यो सधैँ रेशमलाई सभापति बनाइदिउँ के हुन्छ भनेको थिएँ मैले। त्यति सबैसँग सम्पर्क गर्न सक्ने, सबलाई माया दिन सक्ने, हामी सबैलाई उहाँले फोन गर्नुहुन्थ्यो अधिवेशनको लागि, कार्यक्रमको लागि। त्यस्तो एउटा एक्टिभ मान्छे हो। तर उहाँको त्यत्रो छ। अर्को उदाहरण त म आफै छु यहाँको एउटा संस्थापक अध्यक्षको नाताले। म नेपालको उच्च संस्था, एउटा अभिभावक संस्था विश्वविद्यालय आन्दोलनको अध्यक्ष हुन पाएँ। त्यति मात्र होइन, यो मुलुकको 2072को संविधानमा संविधान सभाको सदस्यको नाताले मैले हस्ताक्षर गर्ने मौका पाएँ। यो तपाईँ हामी सबैलाई गौरवको विषय हो। अझ सम्झाउनुहुन्छ तपाईँले, यस्तै धेरै छन् कि सुर्खेतमा नन्दा गुरुङ हुनुहुन्थ्यो, बडो चल्ता फुर्ता। म त्यहाँको कार्यक्रममा जाँदा कति चलाख महिला हो, कति टाठो महिला हो भन्थेँ। उहाँ अहिले कर्णाली प्रदेशको सभामुख, माननीय सभामुख भएर काम गरिरहनु भएको। यो हाम्रै गुरुङहरूको संस्थामा काम गरेको तपाईँहरूको आशीर्वाद हो। यो गुरुङ राष्ट्रिय परिषदको चाहिँ नि यो तमुला सौदी गुरुङ राष्ट्रपतिको आशीर्वाद भएको। यो कुरालाई हामीले कहिले पनि बिर्सन हुँदैन। त्यसैले आफ्नो कार्यकाल पुरा गरेर बिदा लिन थाल्नुभएका अध्यक्ष कर्णबहादुर गुरुङज्यू र महासचिव डम्बर गुरुङलाई पनि भाग्य खुल्दै जाला नि त। मैले त भनेको थिएँ अध्यक्ष कर्णबहादुरजीलाई, फेरि एकचोटि रिपिट गर्दा हुँदैन, म नगरौँ डर साहब भन्नुभयो। त्यसैले यो टिमलाई धेरै धन्यवाद छ। समयमा नै महाधिवेशन गरेर ठाउँ छोड्नुभयो। राजनीतिक पार्टीमा त्यो नेताले कहिले ठाउँ छोड्दैन, जहिले पनि उही चुनाव लडिरहेको छ। तपाईँले देख्नुभएको छ नि, कहीँ दोस्रो दर्जाको दोस्रो तहको जनले कहिले पनि छोड्दैन। तर यो पुरो सामाजिक संस्था हो। अब म यहाँले एउटा कुरा भन्न चाहन्छु कि निर्वाचनको समय आएको छ। तमुना सौदी गुरुङ राष्ट्रपतिको अध्यक्ष हुन चाहने, उपाध्यक्ष हुन चाहने, महासचिव हुन चाहने, सदस्य हुने इच्छुक साथीले तीनटा कुरामा ध्यान दिन म अनुरोध गर्छु। त्यो के हो भने समय। के तपाईँले तमुना सौदी गुरुङ राष्ट्रिय परिषदको अध्यक्ष, महासचिव भएर काम गर्ने प्रसन्नता छ? पहिला आफ्नो समयको ख्याल गर्नुहोस्। भोलि भने बिचैमा छोडिदिनु भयो भने धोका हुन्छ। त्यसले गर्दा अध्यक्ष हुने मान्छेले आफ्नो समय सही छैन ख्याल गर्नुहोस्। म संस्थापक अध्यक्षको नाताले मैले तपाईँलाई निर्देशन पनि दिन्छु।
तपाईँलाई सुझाव पनि दिन्छु। विषयमा छोड्नु भने ठुलो धोका हुन्छ। त्यो तपाईँसँग कति समय छ ख्याल गर्नुहोस्। त्यो पछाडि गएर पदमा जाँदा टिप्पणी आउँछ, सुझाव आउँछ, आलोचना आउँछ, झडङ्ग रिसाउनुहुन्छ कि त्यसलाई पचेर राम्रो मुखले जवाफ दिन सक्नुहुन्छ? तपाईँमा त्यो शक्ति आउनु पर्यो नि। किनभने जिल्ला जिल्लाबाट प्रश्नहरू आउँछन्, प्रदेशबाट प्रश्न आउँछ, तपाईँले केही गर्नु भएन भने हामीले के गरेका छैन भनेर रिसाउने होइन, आफ्नो गल्ती सुधार्ने, आफ्नो कमी कमजोरी सुधार्ने। त्यसले गर्दाखेरि त्यो खालको चेष्टा भएको चाहिँ साथीहरूले चाहिँ बल्ल काम गर्न सक्छौँ। तेस्रो, यो मुलुक भ्रष्टाचारमा सुरुमा डुबिएको छ, तपाईँलाई थाहै छ। मन्त्रीहरू परेका छन्, ठुल्ठुला मुद्दामा परेका छन्, पैसा खाएका छन्। त्यो संस्थामा आउने पदाधिकारी, कोषाध्यक्ष, अध्यक्ष, महासचिव आर्थिक पारदर्शितामा कति क्लियर हुनुहुन्छ? संस्थाको पैसामा चाहिँ लुटपाट गर्न थाल्नुभयो भने, त्यहाँको पैसामा चाहिँ आँखा लगाउनु भयो भने बेइज्जत हुन्छ, घिनलाग्दो हुन्छ, संस्था खत्तम हुन्छ। किनभने यो धेरै 17-18 सालतिर तम्बुधिम भन्ने संस्थाबाट भक्तपुरको एउटा केही साथीले पैसा ल्याउँदा त्यो पैसा कहिले ब्याक भएन। मलाई अहिलेसम्म याद छ। तपाईँले त अब धेरै नयाँ नयाँ साथीहरू हुनुहुन्छ, त्यसले गर्दाखेरि यी तीनटा कुरालाई ख्याल गरेर मात्रै अध्यक्ष हुन्छु म, सचिव हुन्छु म, कोषाध्यक्ष हुन्छु म, सदस्य भनेर काम गर्छु भन्नुहोस्। र अर्को यसरी भइसकेको अहिले सधैँ भइराख्नु हुँदैन। नयाँ साथीले मौका दिनुहोस्, त्यो दिनु सबभन्दा राम्रो हो भन्ने मलाई लाग्दछ। र यो कार्य समिति जुन हो बन्दैछ त्यसलाई सहमतिमा लानुपर्छ है। त्यसलाई निर्वाचन गराउने पनि होइन, चुनाव गराउँदा मनमुटाव हुन्छ, प्रेम सद्भाव बिग्रन्छ, एकतामा भाँड भैलो हुन्छ। त्यसले गर्दाखेरि यसको लागि हामी सबैले सोच्न जरुरी छ। जिल्ला जिल्लाबाट आउनुभएको साथीहरू काठमाडौँमा तपाईँहरू सुखमय होस्, बसाइ रमाइलो होस्। र सबभन्दा महत्त्वपूर्ण कुरा, यो गएको तमुले छौदी गुरुङ राष्ट्रिय परिषदमा जब रेशम बाबु अध्यक्ष हुनुहुन्थ्यो र माननीय सूर्यबहादुर गुरुङ जाने महासचिव हुनुहुन्थ्यो, त्यो बेलामा म कहाँ पुग्नुभयो र हामीले गुरुङहरूको एउटा पुस्तकालय, एउटा लाइब्रेरी स्थापना गरौँ भनेर प्रस्ताव गर्नुभयो। त्योपछि मसँग भएका झन्डै 10 लाख जतिको किताबहरू मैले सबै राखेर अहिले त्यहाँ पुस्तकालय तयार भएको छ। हाम्रा गुरुङ भाइ बहिनीहरू जो मास्टर लेभलमा छ, पिएचडी लेभलमा छ, काम गर्दै हुनुहुन्छ, त्यो लाइब्रेरीको उपयोग गर्नुहोस्। तपाईँलाई म सम्झाउँछु, डाक्टर हर्क दाईको घरमा जाँदाखेरि अत्यन्त मूल्यवान किताबहरू देखेँ थिएँ मैले, धेरै पुस्तकहरू देखेँ थिएँ। ती पुस्तकहरू कता गए कता गए? प्राध्यापक सन्तबहादुर दाईको घर गएँ, त्यहाँ लाखौँ लाख पुस्तकहरू थियो, ती पुस्तकहरू कता गए कता हराए? मैले त्यो सम्झेर रेशम बाबुले भनेको कुरा, सूर्य भाइले भनेको कुरा सम्झेर मैले सबै किताबहरू दिएर अहिले त्यहाँ गणेशमान लाइब्रेरी भन्ने त्यो केन्द्रमा सञ्चालन भएको छ। त्यो लाइब्रेरीको हाम्रो भाइ बहिनीहरू जो बिएमा पढ्नुहुन्छ, एमएमा पढ्नुहुन्छ, पिएचडी पढ्नुहुन्छ, भरभर त्यहाँ प्रयास अध्ययन गर्नुहोस्। र अझ फेरि मैले मसँग सङ्कलन भएका 50-60 हजारका पुस्तकहरू मसँग तयार भइसकेको छ। त्यो पुस्तकहरू मैले तमुले छौदी गुरुङ राष्ट्रिय परिषदलाई मैले बुझाउने छु भन्ने कुरा म निवेदन गर्दछु। यति भन्दै हाम्रो तमुहरूको गौरवमय इतिहासप्रति तपाईँले गर्व गर्नुहोस् र यसको विकासक्रम कसरी हुँदै गएको छ त्यसलाई ख्याल गर्नुहोस्। अब एउटै कुरा बाँकी छ, आजको जुन वर्तमान समितिले तमुदी नेपालसँग वार्ता गरिरहेको थियो एकताको, त्यो पुरा भएको छैन। अब आउने कार्य समितिले तमुदी नेपालसँग बसेर छलफल गर्नुहोस् र एकतामा ल्याएपछि यो एकताको टुङ्गो लाग्छ। यसको लागि तपाईँले सक्नुहुन्न भने कतिपय कुरोमा मान्य देवगुरुङलाई अनुरोध गर्नुहोस् न, उहाँले भनेका मान्छे हुन्छ त। कतिपय कुरोमा पृथ्वी सुब्बालाई भन्नुहोस् न है, नेताले भनेर पनि यो एकता गराउनु पर्छ। अब यो एकता पोखरा नहुने भए फेरि चिताउनै जानु पर्यो एकचोटि। र झन् यसलाई जुन के त भने एकतामा गएर टुङ्ग्याउनु भयो भनेदेखि हामीहरू नेपालको सन्दर्भमा हामी ज्यादै बलियो हुन्छन्, राम्रो हुन्छौँ। तपाईँलाई थाहा छैन, आज साई सेनामा हाम्रो सङ्ख्या घट्दैछ, प्रहरीमा डिआइजी आइजिपी त्यो सङ्ख्या घट्दैछ, ख्याल गर्नुहोस्। हामी लोकसेवामा माननीय दोलखबहादुर गइसक्नुभयो, उहाँ निर्वाचनको अध्यक्ष हुनुहुन्थ्यो, निर्वाचन आएको चाहिँ सदस्य भएर रिटायर्ड हुनुभयो। महेन्द्रमान गुरुङ सचिव भएर सूचनाको अध्यक्ष भएर फर्कनु। अब को कुन गुरुङ छ खै? त्यसले लोकसेवामा पनि तपाईँ यो युवालाई हामीले प्रेरित गर्न जरुरी छ।
तमुने छति गुरुङ राष्ट्रिय परिषदले सेक्सन अफिसर जहाँ दिने मान्छेहरूको लागि 3 महिना तालिम राखिदिनुहोस् न, हामी तपाईँलाई पढाउँछौँ, हामी आएर कक्षा लिइदिन्छौँ, हामी सिकाउँछौँ। त्यसले गर्दा हाम्रो उत्थान हुनु पर्यो, यो भेला मात्र भएर हुँदैन। यो अधिवेशनको अर्थ के हो त, यसो कर्तव्य के हो त भन्दा हाम्रो गुरुङहरूको अवस्था के छ, हामीले के गर्दै आएका थियौँ, हाम्रो वीरताको इतिहास के हो र हामी नेपालमा कसरी चाहिँ एउटा योग्य नागरिकहरू भएर हाम्रो समुदाय चाहिँ अरू समयभन्दा राम्रो हुने भन्नेतर्फ पनि सोच्न जरुरी छ। यति भन्दै तपाईँहरूको निकै लामो समय के समय राख्नुभयो थियो, मैले यो परवाह गरिनँ, किनभने मैले धेरै कुरा भन्नु थियो। यति मात्रै भने म यति बेला बिदा भएँ। धन्यवाद छ, नमस्कार।